यहाँ अब हाम्रो हरि पाण्डेले सटान लगाइराखेका छन् है त। हरि पाण्डेले कस्तो सटान चाहिँ हेर्नु सक्नुहुन्छ गाइजहरु, हेर्नुहोस् हाम्रो हरि पाण्डे। ल है त हरि पाण्डेले ओहो धन्दै जाली कटाएको हरि पाण्डेले आमामामामा विवश हालेको पासमा रमन चौधरीले ओइ यो त भूमि स्पेक हान्दियो, यसले त गेन्जर गेमबाट हाक्या हो। अब यहाँबाट हेर्नुहोस् अब लुक्स हाम्रो गाउँको, अनि यहाँबाट देखिने हिमालको लुक्स हेर्न सक्नुहुन्छ। ल यस्तो बबाल तोरी बारीबाट ठ्याक्क देखिने हिमालको सिना हेर्नुहोस् त कस्तो बबाल देखेछ कि। अनि यता माथि डाँडा यहाँबाट देखिने, अनि यो लुक्स हेर्न सक्नुहुन्छ त्यो चाहिँ। हेलो एभ्रिवान एन्ड वेलकम ब्याक माई न्यू भिडियो न्यू भ्लगमा। हामी साथीहरू म चाहिँ आज च्याट्ट लाएर गाउँ जानु लाग्यो, घर जानु लाग्यो है। टक्क लाएर रेडसिटी गर्न निस्किसकेको छु। अब जानुपर्ने हुन्छ, मैले मलाई पनि लागेन रहेछ, बिर्सिरहेको थिएँ। अब साथै म निक्लिसकेको छु। अब टक्क लाएर गाउँ जानु लाग्यो है त। ल अलिक भेटौँ न एकछिनपछि है गाइजहरू। गाइजहरू म चाहिँ गाउँ जान बस चढिसकेको छु है। म गाउँ जानुपर्ने हुन्छ, यहाँ चाहिँ जानुहुन्छ यो बनक्या चोकमा ट्याक्क बस अब चाहिँ एकैचोटि बिच बाटोतिर भेटौँ है त साथीहरू। म चाहिँ टाइगर कप हेर्दै गाउँ जानु लाग्यो। बस्नु हुन्छ मैले टाइगर कप हेरिरहेको छु ट्याक्क लाएर मजाले लाइभ हेर्दै जानु लागेको छु। गाउँ चाहिँ ट्याक्क टाइगर कप हेर्दै बसमा चढिसकेको छु। टाइगर कप हेर्दै अब ट्याक्क जानुपर्छ गण्डकी र पर्वतको यस्तो भिडान्त हुन लागेको छ, त्यो टाइगर कप हेर्दै टक्क लाएर जानु लागेको गाइजहरू। म चाहिँ गाउँ जान आएको ट्याक्क लाइभ हेर्दै गण्डकी र पर्वतको लाइभ हेर्दै टक्क बस्नु चढ्दैछु। बिचमा यस्तो पहिलो गेमै घम्सा घम्स भयो है, यस्तो खतरा भन्छ पहिलो म्याचले। लाइभ हेर्दै टक्क गाउँ जानु लाग्यो म चाहिँ। हेर्न सक्नुहुन्छ यस्तो खतरा भयो कि। फाइनल्ली गाइजहरू घरमा आइसकेको छु म चाहिँ। यहाँ ट्याक्क रोडमा झरिसकेको छु। अनि यो हाम्रो बल खेल्ने ग्राउन्ड देख्न सक्नुहुन्छ। अहिले सुनसान अहिले 4 बजेपछि केटाहरू जम्मा हुन्छ होला। म चाहिँ ट्याक्क गाडीबाट झरेर आइसकेको छु। टाइगर कप हेर्दै आएको, गण्डकी र पर्वतको म्याच हेर्दै आएको। कति बेला आइयो थाहै भएन, बाटो कटे पनि लाग्यो। एकल सेट जितेछ के अरे, अलि फेरि गण्डकीले एउटा सेट जितिसकेको छ, 2 सेट। अब के हुन्छ हेरौँ। म चाहिँ घर आइसकेँ। यहाँबाट देख्न सक्नुहुन्छ यो डाँडा काँडा हरियल तोरी प्याली यस्तो बबाल भएको छ कि, तोरीहरू फुलेर पैँयाल्दै। म चाहिँ अब ट्याक्क घर गएर लुगा सुगा चेन्ज गरेर बल खेल्न आउनुपर्ने हुन्छ नि। यता चाहिँ दाउरा मारेर रहेछ, हाम्रै होला सायद, दाउरा मारेर रहेछ है। दाउरा नि काटिरहेको खुल्यो हेर्न सक्नुहुन्छ। फुलदेवहरू दाउरा मारेको यता। थाहा भएन तर यो वन त हाम्रै हो, दाउरा चाहिँ कसले मार्यो भन्ने कुरो। अनि गाइजहरू हाम्रो गाउँबाट हिमाल पनि यस्तो बबाल देखिन्छ हेर्न सक्नुहुन्छ। वाउ, ऊ त्यो पारी गाउँ देखेको चाहिँ बयाम हो है, त्यही माथि हिमाल हेर्नु न यस्तो बबाल देखेछ। आज मौसम खुल्ला भयो नि त, हिजो अस्ति पानी परेको थियो, त्यो भएर डेन्जर खुल्ला भयो, क्लिन भयो। अब चाहिँ गाइजहरू म घर गएर टक्क कपडा सपडा चेन्ज हान्छु, अनि बल खेल्न दुग्रिहाल्नु। लाइभ हेर्दा है गण्डकी र पर्वतको दुलेगौँडादेखि हेर्दै आएको। यहाँसम्म हेरेको कति बेला आइयो थाहै नभए। गण्डकीले जो 2 सेट जितेको छ, यस्तो खुसी लाग्यो है। म त लाइभ हेर्दै आएको यार बसमा, डाटा पनि थिएन, अझै डाटा लिएर। अब चाहिँ साथीहरू म घरमा आउन लागिसकेँ, भने पनि भनौँ देख्नुहुन्छ घरमा प्रवेश गरिसकेको छु। अनि यहाँबाट देखिने भ्यूहरू यहाँ वा हाम्रो गाउँ चाहिँ यहाँ तलपट्टि देखिन्छ है। यहाँबाट देखिने भ्यू हेर्नुहोस् साथीहरू, यो तलको हाम्रो गाउँ हो है। यस्तो बबाल देखेछ सिन चाहिँ यहाँ। अनि म घरमा आइसकेको छु।
गाइजहरू अनि घरमा त आइयो है, तर एउटा दुःख लाग्दो कुरा है, म घरमा जहिले हुन्छ नि कतै कतै गएर आउँदा यस्तो खुसी हुँदै हाम्रो एउटा कुकुर थियो कि सेतो सेतो सेनी भन्थ्यो, कसरी रमाउँदै आउँथ्यो साथीहरू। अनि त्यो चाहिँ हिजो अस्ति कहिले मऱ्यो अरे, बिरामी भएको थियो अरे। त्यो लास्टै दुःख लागेको छ है। सधैँ जहाँ गयो नि म सँगसँगै जान्थेँ, मेरै पछि पछि है, मेरै पछि पछि हिँड्थ्यो। अनि त्यो चाहिँ बिचरा बिरामी भएर मऱ्यो अरे हिजो अस्ति कहिले। अनि आज चाहिँ हेर्नु न कस्तो नरमाइलो लाग्यो। सानैदेखि सँगै होइन, मेरै पछि पछि जता गयो नि कि मेरै पछि पछि बल खेल्न जाँदा नि मलाई कुरेर बस्थ्यो। त्यस्तो माया लाग्दो थियो कुकुर, बिचरा मरेछ। अब केही छैन। अनि गाईचहरू घरमा चाहिँ कोही नरहेछ है, सबै घाँस काट्न गइनु होला। अनि यहाँ देख्न सक्नुहुन्छ हाम्रो बुढोबाहरूको तोरी चाहिँ यस्तो बबाल फुलेर रहेछ है, यस्तो पैयालै फुलेर बसिरहेछ। मौसम नि आज चाहिँ क्या क्लिन भयो क्या। अनि हाम्रो घरबाट नि हिमाल देख्छ, हिमाल चाहिँ बबालले देख्छ है। हेर्नुहोस् है गाईजहरू, यो लमजुङ हिमाल है, बबाल देख्छ। अनि यहाँ तल देखेको हाम्रो गाउँ भयो। अहिले त म घरमा आइसकेँ, तर घरमा कोही छैन है, सबै घाँस काट्न गइन् होला। अब बाख्राले बच्चा पाएर रहेछ साथीहरू, 2टा। यसले त एकैचोटि 2टा पाएको, आमामामा 2टा बच्चा पाएर रहेछ यसले त है। यहाँ एउटा त्यहाँ एउटा जमलाई पाइदो रहेछ नि त्यहाँ। त्यही हो गाईजहरू, गाउँमा आइयो। गाउँमा आएर मौसम नि यस्तो बब्बाल हुन्छ कि, डाँडाकाँडा हरियाली होइन, आनन्द खालको हुन्छ कि। हेर्नुहोस् न चिट पारेको कि, हेर्नुहोस् न डाँडाकाँडा, कस्तो आनन्द लाग्छ कि गाउँमा आएपछि त। हुन्छ नि छुट्टी कि मनै यस्तो खुसी हुन्छ कि, ट्याक्क फ्रेस हुन्छ भनौँ न। पुरै तोरी लाएर रहेछ बुढोबाबाले, पैयालै फुलेछ। हेर्नु यस्तो बबाल भएको छ कि आमामामा हेट। अनि त्यही माथि यहाँबाट तोरी बारीबाट देखिने हिमाललाई अहिले मैले देखाउँछु सबैलाई, लुक्स पक्नुहोस् त गाईजहरू। अनि यता माथि तोरी तोरी लाग्यो। अझै यहाँबाट देख्छ कि डाँडाबाट भन्दा ट्याङ्कीबाट कि ट्याङ्कीबाट यता पनि तोरी लगायो। हेर्नुहोस् है, म चाहिँ ट्याङ्कीमा चढेछु। अब यहाँबाट हेर्नुहोस् अब लुक्स हाम्रो गाउँको, अनि यहाँबाट देखिने हिमालको लुक्स हेर्न सक्नुहुन्छ ल। यस्तो बबाल तोरी बारीबाट ठ्याक्क देखिने हिमालको सिन, हेर्नुहोस् त कस्तो बबाल देखेछ कि। अनि यता माथि डाँडा, ओ त्यो डाँडा देखेको चाहिँ साथीहरू, त्यो भुजीकोटतिरको डाँडा हो, खुइला डाँडा पनि भन्छ त्यसलाई। यहाँबाट देखिने अनि यो लुक्स हेर्न सक्नुहुन्छ, त्यो चाहिँ हाम्रो गाउँ भयो। यो हाम्रो गाउँ भयो। अनि यता तलतिर पनि गाउँ छ है, यो हाम्रो बुढुबाको घर भयो। अनि यता डाँडामा चाहिँ यस्तो बब्बाल रमाइलो है साथीहरू। हाम्रो घरमा चाहिँ डाँडामा छ घर, तर बब्बाल रमाइलो है। यहाँबाट देखिने भ्यूहरू हेर्न सक्नुहुन्छ, यस्तो खतरा देखेछ कि आज फेरि मौसम यस्तो खुलेर रहेछ कि, त्यही भएर नि यस्तो बब्बाल देखेछ है। यस्तो आनन्द फिल भएको छ मलाई त यार, फ्रेस हुन्छ नि, कुनै टेन्सनै नभए जस्तो कि, यस्तो फिल मजा लाग्छ क्या आज मौसममाथि। त्यही माथि यो तोरीबारीले आहा पैयालै फुल्यो है। उता आरू पनि फुल्दै रहेछ। अब जेठाउनलाई अब आरू नि फलफुलहरू पाक्ने हुन्छ है। अब चाहिँ साथीहरू म चाहिँ पुरै झोलाए नबिसाइकन यत्तिकै सिन हेर्दै हिँड्दा है, बिसाल्नै बिर्सिएछ है। अब चाहिँ म ट्याक्क झोलासोला बिसाएर फ्रेस हुन्छु एकछिनमा है त गाइजहरू। ल गाइजहरू, अब म बलखेल्न चल्दैको है त ल। ट्याक्क घरमा पनि आइयो, गाउँमा पनि आइयो। अब चाहिँ बलखेल्ने ग्राउन्डमा जान लाग्यो है। अघि चाहिँ लाइभ हेर्दै बसेको थिएँ, फेरि पर्वतले कमब्याक हानेको छ, दुधी सेट भएको छ। अब चाहिँ कसले जित्ला त खै साथीहरू। अब म टक्क बलखेल्न जानु लाग्यो ग्राउन्डतिर है। केटाहरू आइसकेको छ, अब गएर धोबी हान्नुपर्छ। गाउँमा चाहिँ मजा हुन्छ कि साथीहरू बलखेल्न। खासमा त म आएको साथीहरू गाउँमा किन थाहा छ, खासमा आएको म बलखेल्नै हो। के गर्नु गाइसहरू। अब साथीहरू म तपाईँहरूलाई ग्राउन्डमा लगेर भेटाउँछु एकछिन। ल गाइजहरू, ग्राउन्डमा पनि आएँ। ग्राउन्डमा त पुरै केटाहरू भर्सेस हान्डा रहेछ है। टक्लाएर म चाहिँ
आइसक्यो अनि यहाँबाट हेर्नु सक्नुहुन्छ हिमाल चाहिँ बबाल देख्यो है हिमाल चाहिँ छुट्याउनु भएन है त केटाहरू पुरै भर्सेस हानिरहेको रहेछ अरू चाहिँ आउँछ अरू केटाहरू लाइभ हेर्दै होला छिटो मुन्टे त अरू केटाहरू पुरै सर्ट हान्ने भर्सेस हान्दै रहेछ नि त वे नेट त डेन्जर अग्लो देखेपछि त यार म त यहाँ खैदैन अरू केटाहरू आएन केटाहरू लाइभ हेर्दै बस्यो होला है गाइस मलाई सब्स्क्राइब गरिदिनु के हो तिम्रो आइडी क्रिस्टल टिम मगर हजुरलाई के रे कमेन्ट गरेको छु हो र मेरो भिडियो हेर्छ अनि यहाँ चाहिँ सर्ट हान्ला चाहिँ हाम्रो विमल सोल्टी गयो हान न होइन कि कमेडी हुन्छ कि हाल्नु न हान न केटाहरू सबै लाइभ हेर्दै बस्यो होला कि छिटो नमुन्टेर ओहो कहिले आएको त नि गाउँ बबाल देखि खाँदा यार ग्राउन्ड त अब हरि पाण्डेले देब्रे हातले हान्छ है त ल हरि पाण्डे ओहो हरि पाण्डेले त 82 सट हानेको छ ल हाम्रो यो विवश हालेको पासमा रमन चौधरीले ओ यसले त बुम स्प्रे हान्दियो यसले त गेन्जर गेमबाट आके हो केटाहरू चाहिँ पुरै सर्ट हान्ने रेडी भएर है अब म पनि एकछिनमा रेडी हुन्छु केटाहरूको यहाँ वार्म अप चलिरहेको कुनैले सर्ट हानी कुनैले बल यता उता गर्ने भइरहेछ नि यहाँ अब हाम्रो हरि पाण्डेले सर्ट हान्न लगाइरहेका छन् है त हरि पाण्डेले कस्तो सर्ट हान्न चाहिँ हेर्नु सक्नुहुन्छ गाइजहरू हेर्नुहोस् हाम्रो हरि पाण्डे ल है त हरि पाण्डेले ओहो धन्दै जाली कटाएको हरि पाण्डेले आमामामामामा ल सबै आइसकेको छ अब चाहिँ टक्क बल्छिदिन्छ गाइजहरू हामी टक्क लगाएर है नतान जाली अनि यताबाट हाम्रो कोच आउनुभएको छ हो कोच दर्शन गर्नु नि यार हो छड्के सलाम दर्शन अनि ल हो मै हो नि भिडियो गरेको के अब टक्क लगाएर गाइजहरू अब बल खेल्छौँ एकछिनमै भेट्छौँ है त साथीहरू ल अब हाम्रो गेम हुन लाग्छ यहाँ हरि पाण्डेको सर्ट फेरि ओफो बतासे हान्छ नि केटाहरूले आमामा बबाल हान्छ ल एकछिनमा भेट्छौँ त साथीहरू ल